कामै नलाग्ने गरी गरेको त छ। यो दमकल टिपर तपाईँ देख्नु। यो चाहिँ हाम्रो इटहरी नगरपालिकाको अफिस भवनहरू हो है। एकदमै डढेर खरानी भएको अवस्था छ साथीहरू। एकदमै द्वन्द्व युद्ध भएर भर्खरै साम्य भएको जस्तो देखिन्छ यो एरिया अहिले है। हाम्रो इटहरी नगरपालिकाको दृश्य हो अहिले हामी हेर्दै गरेको। आफ्टर जेएनजीको अवस्था यस्तो रहेको छ। यो चाहिँ पोखरी हो हैन। यो चाहिँ नयाँ बिल्डिङ, यो पुरानै बिल्डिङ हो। यतापट्टि चाहिँ त्यो जेएनजीको बेलामा सबै गाडीहरू डढेको छ। तर अहिले चाहिँ हामी यहाँ नगरपालिका भित्र चाहिँ सानो काम परेर आइरहेको हो। नक्सा फाँटमा केही कुरा बुझ्नु छ, त्यही भएर यस्तो छ हामीले हेर्न सकिन्छ। जाडो छ अलिकति। हामी यहाँ माथि तेस्रो तलामा आइसकेका छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ भवन निर्माण तथा इजाजत नियमन शाखा रहेछ। हामी यहाँभित्र सेवा लिन जाँदैछौँ भित्रपट्टि। नगरपालिका भित्रको दृश्य यस्तो छ। पुरै डढेर राग भएको थियो जेएनजी आन्दोलनमा हैन। अनि यहाँ गाडीहरू पनि देख्न सक्नुहुन्छ पुरै डढिरहेछ। यस्तो कामै नलाग्ने गरी जलेको अवस्था हो। यता चाहिँ मेयर साहब बस्ने यो अफिस डेकोरेसन गरेको थियो। तर अहिले चाहिँ यस्तो डामाडोल छ। जेसिबीहरू, टिपरहरू, यो मेसिन, अनि यो दमकल टिपर तपाईँ देख्न सक्नुहुन्छ। यस्तो राग भइरहेछ जलेर। यो चाहिँ पहिला जेएनजी आन्दोलन हुनुभन्दा पहिला पुरा यहाँनिर चाहिँ यहाँबाट सेवा प्रवाह गरिन्थ्यो। तर अहिले चाहिँ पुरा जलेर माथिल्लो तला पनि यो तल्लो तला पनि है पुरै डढेर राग भइरहेको छ। कम्प्युटरहरू पनि यस्तो छ। हार्ड डिस्कहरू, कम्प्युटरहरू, काठहरू पनि यस्तो भएछ र राग भएछ झ्याल। यो चाहिँ स्पेसल सखुवाहरू हो हेर्नु यस्तो राम्रो। पुरै एसीहरू डढेर यस्तो भएको छ पुरै। पुरै यहाँबाट सेवाहरू प्रदान गरिन्थ्यो है। फाइलहरू डढेर यस्तो नष्ट भएको छ। यस्तो छ पुरै ध्वस्त भएको छ है हाम्रो इटहरी नगरपालिकाको सेवा प्रवाह गर्ने अफिस कोठाहरू। यस्तो छ डामाडोल भएको छ क्या। सबै वायरहरू कति हो कति जलेर सिलिङहरू हैन। जेएनजी आन्दोलनमा यस्तो भएको घटना हो साथीहरू है। बिजोग छ अहिले। यो चाहिँ हाम्रो जेएनजी आन्दोलनमा सबै यो जलेको भवनहरू तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ नगरपालिकाको पहिला यहाँ हाम्रो हाकिमहरू बस्ने ठाउँ हो हैन। यतापट्टि उपमेयरको अफिस थियो। जस अहिले चाहिँ डामाडोलै छ यो एरियाहरू पुरै। यता नयाँ बिल्डिङ मात्र चालु छ, त्यहाँको उयोहरू मात्र। तर अहिले यहाँ नक्सा सम्बन्धी बुझ्न आएको। घर जिरोमा बनाउँदाखेरि चाहिँ लगभग 1-2 इन्च छोडे पछाडि भइहाल्दो रहेछ जग हाल्नलाई। अनि अर्को कुरा चाहिँ तपाईँको झ्याल हाल्नु छ भने चाहिँ कोठाको अगाडि झ्याल राख्नु पर्यो भने चाहिँ 3 फुट छोड्नु पर्दो रहेछ। नभए चाहिँ तपाईँले 1-2 इन्च छिमेकीको सिमाना छोडेर जिरोमा घर बनाउन सकिने रहेछ। यो चाहिँ स्पष्ट भयो है त आज चाहिँ। यस्तो छ पुरा जेएनजी आन्दोलनमा भत्केको जलेको सबै कुराहरू यस्तो छ।
इटहरी नगरपालिका अगाडिको भिडियो है साथीहरू। यो चाहिँ हामी अहिले इटहरी नगरपालिका अगाडिबाट यता दृश्य देखाइरहेछौँ। यो चाहिँ काठमाडौँ जाने एसियन हाइवेले गर्दा घरहरू पुरा टाँसिएको छ। यो चाहिँ इटहरी हो, पूर्व लाइन। तपाईँ देख्न सक्नुहुन्छ त्यो सडक पेटीमा हिँडिरहेको हो। अहिले इटहरी एसियन हाइवेले गर्दाखेरि बजारको घरहरू कुनै भर्खर भत्काउँदैछ, कुनै चाहिँ भर्खरै भत्काइसकेर मतलब अगाडिको भागहरू चाहिँ सफा गर्दै गरेको देख्न सकिन्छ। यो चाहिँ साथीहरू इटहरी इलाका प्रहरी कार्यालय जेएनजी आन्दोलनमा पुरै ध्वस्त भएको हो, देख्न सक्नुहुन्छ। एकदम इराकमा युद्ध भएर भर्खरै साममा भएकै जस्तो देखिन्छ है। यहाँको चौतारा यस्तो छ, सबै डढेर खरानी भएको छ। एकदमै द्वन्द्व युद्ध भएर भर्खरै साम्य भएको जस्तो देखिन्छ यो एरिया अहिले है। यहाँ चाहिँ पहिला यहाँ बुढाबुढी बस्ने अनि चिया खाने, कफी खाने यस्तो कामहरू हुन्थ्यो। यहाँनिर अहिले यस्तो छ, भत्ताभुङ्गै छ। सबै दृश्यहरू यस्तो छ है, डामाडोल छ। यस्तो छ। यहाँनिर चाहिँ हाम्रो हाकिम साहब बस्नुहुन्थ्यो हो त्यहाँनिर पहिला। यहाँनिर सबै जेएनजीले जलाइदिएपछि चाहिँ अब चाहिँ उता नयाँ भवनमा सरेर सबै सेवाहरू दिइराख्नु भएको छ। काफी जेएनजी पछाडिको परिवर्तन तपाईँलाई कस्तो लागिरहेको छ तपाईँले कमेन्टमा लेख्न पनि सक्नुहुन्छ है साथीहरू। इटहरी नगरपालिकाको अगाडिको दृश्य यस्तो छ साथीहरू। इटहरी पूर्व लाइनको दृश्य हो साथीहरू। एसियन हाइवे बन्दै गरेको कारणले गर्दाखेरि काफी धेरै घरहरू चाहिँ अगाडिको नाक तासेर फेरि पुनर्निर्माण गर्दै गरेको देख्न सकिन्छ। चिसो पनि एकदमै बढिरहेको छ है। अहिले यो पुसको आज 21 गते भइसकेको कारणले गर्दाखेरि पनि होला। इटहरी पूर्व लाइनको दृश्य हो साथीहरू। एसियन हाइवे बन्दै गरेको कारणले गर्दाखेरि काफी धेरै घरहरू चाहिँ अगाडिको नाक तासेर फेरि पुनर्निर्माण गर्दै गरेको देख्न सकिन्छ। चिसो पनि एकदमै बढिरहेको छ है। अहिले यो पुसको आज 21 गते भइसकेको कारणले गर्दाखेरि पनि होला।